के तपाईहरुलाई थाहा छ सबैभन्दा डिमोटिभेटिङ पर्सन हजुरको लाइफमा को हो? You hear it right. Yes, you are the demotivating person in your life. धेरैजना आउनुहुन्छ, धेरैजनालाई चाहिँ मैले यो कुरा भनिसकेको पनि छु। के भन्नुहुन्छ थाहा छ? उहाँले स्टार्ट नगर्दै केही कुरा स्टार्ट नै नगर्दै नाइ म सक्दिनँ, यो मेरो हातमा छैन, म यो सक्दिनँ। अरे बाबा, स्टार्ट नै गर्नु भएको छैन भने कसरी सकिन्छ? अनि कसैलाई देख्नुहुन्छ के कसैले नसकेको देख्नुहुन्छ के अरूले सकेन भन्दैमा हजुरले नसक्ने त हैन नि। प्लिज डु नट कम्पेयर युर सेल्फ विथ अदर्स के जहिले पनि हाम्रो कुराहरू हाम्रो प्लानिङ हाम्रो स्टडी जे पनि बिग्रिन्छ। कसरी बिग्रिन्छ भन्दा हामीले आफूले आफैलाई चाहिँ अरूसँग कम्पेयर गर्छौं के यो कम्पेयर गर्नु नै एकदमै नराम्रो हो। अनि आफ्नो लाइफमा चाहिँ सबैभन्दा मोटिभेट गर्ने भनेको पनि आफैले हो। आफैले आफैलाई मोटिभेट गर्न सकिएन भने चाहिँ धेरै नै गाह्रो हुन्छ। केही पनि कुरा असम्भव हुँदैन, जे कुरा पनि सम्भव छ। जे कुराको पनि हामीले स्टार्ट नै गरिएन भने चाहिँ कसरी सकिन्छ? स्टार्ट गर्नु न, एकचोटी फेल होला, दुईचोटी फेल होला, तर सक्न त सकिन्छ नि। यो संसारमा सबैले पेटबाट नै ट्यालेन्ट भएर पढेर निस्केको हुँदैन के। सबैले पछि मेहनत गर्ने हो, आफ्नो 100% दिने हो, अनि आफूले आफैलाई मोटिभेट गर्ने हो। मैले जसरी पनि सक्छु, यो मैले गरेरै देखाउनु पर्छ, गर्नै पर्छ भन्नुभयो भने बल्ल सकिन्छ। धेरैजना मेरो साथीहरू हुनुहुन्छ, अरू पनि आउनुहुन्छ कि म त सक्दिनँ होला, यो म त सक्दिनँ, मेरो बसको बात छैन। जस्तै कि एनक्लेक्स गर्न, डिएचए गर्न म त सक्दिनँ होला, यो त एकदमै गाह्रो हुन्छ रे, गाह्रो हुन्छ रे भन्नुहुन्छ के। स्टार्ट नै गर्नु भएको छैन, हजुरले पढ्दै पढ्नु भएको छैन, कन्टेन्ट नै हेर्नु भएको छैन, अनि गाह्रो कसरी हुँदैन? स्टार्ट गर्नु न, सबै कन्टेन्ट हेर्नु स्टार्ट गर्नु, पढ्न सुरु गरेपछि आफैले आफैलाई मोटिभेट गर्नु। एभ्रिथिङ इज पोसिबल। गर्न सक्नुहुन्छ, गर्नुहुन्छ। यस, यु आर द पर्सन हु क्यान मोटिभेट यु। यस, सो सबैजनाले सक्नुहुन्छ आफूले आफूलाई मोटिभेट गर्नु। एक दिन पक्कै पनि सक्सेसफुल हुनुहुन्छ, एक दिन पक्कै पनि हजुरको ड्रिम पुरा गर्न सक्नुहुन्छ। सो यही भन्न आएको म चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ।